गरुङ्गो हो के यो कास्ट आइरनको कराई त हो। ओहो कस्तो मरी मरी दिएको हो गरुङ्गो भन्दै यस्तो गरुङ्गो हुन्छ र यो। ओहो गरुङ्गो पो हुँदो रहेछ त। गरुङ्गै त हुन्छ नि। अब यसलाई खोलेर पनि हेरौँ है त भित्र कस्तो छ। ओहो नि राम्रै छ जस्तो छ। ओखो नि यसमा त ग्लासको लिड पो हुने रहेछ म्याम। यो कतिको बलियो हुन्छ यसमा के बनाउन मिल्छ म्याम? बलियो त कुरै नगरौँ एकदमै बलियो हुन्छ 10-12 वर्षसम्म पनि टिकाउपूर्ण हुन्छ। त्यो पनि कास्ट आइरनको यो कराई एकदमै फाइदाजनक पनि हुन्छ स्वास्थ्यको लागि। यसमा चाहिँ विभिन्न कुराहरू पकाउनदेखि लिएर तार्न पनि सकिन्छ र थोरै तेलमा पनि विभिन्न परिकारहरू चाहिँ स्वादिष्ट स्वादको साथमा चाहिँ बनाउन सकिन्छ। हेर्नुहोस् त एकदमै राम्रो छ। यसमा हजुरले ग्लासको लिड चाहिँ पाउन सक्नुहुन्छ के। भित्र बनाएको खानेकुराहरू बाहिरबाट हेरेर देख्न पनि सकिन्छ। एकदमै राम्रो छ क्या। हरेकको किचनमा हुनै पर्ने यो बलियो पनि हुन्छ। हेर्नुहोस् त राम्रो त एकदमै रहेछ। यसमा यही एउटा साइज मात्रै आउने हो कि अरू अरू साइजमा नि आउँछ? कहाँ एउटा मात्र हुनु 3वटा साइजमा आउँछ नि 22 cm 24 cm र 26 cm। अब हजुरहरूलाई कुन साइजमा चाहिएको छ त्यही अनुसार चाहिँ अर्डर टिपाउन सक्नुहुन्छ। अर्को भनेको यसमा कुनै पनि रसायन मिलाएको हुँदैन जसले गर्दा यसमा बनाएको खानेकुराहरू चाहिँ स्वास्थ्यका लागि एकदमै हेल्दी हुन्छ। अब हजुरहरू पनि यस्तै राम्रो क्वालिटी भएको यो कास्ट आइरनको कराई चाहिँ होलसेलमा आफ्नो पसलहरूको लागि खोजिरहनु भएको छ भने चाहिँ अब ढुक्क भएर चाहिँ हाम्रो फेमस किचनलाई सम्झन सक्नुहुन्छ है। हाम्रो लोकेसन रहेको छ महाबौद्ध काठमाडौँ।